मुक्तिनाथ मन्दिरतिर जाँदै है दुईजना कहाँ हो त्यो उतातिर पर्छ कतातिर पर्छ अब मनाङ मुस्ताङतिर होइन हाम्रो अब काठमाडौँको छेउछाउमै है अब मुक्तिनाथको मन्दिर जाने बाटो जाँदैछौँ है मन्दिर जाँदा अगाडि सुधाएर जाने हो लोको लिएर जान्छ बस्नलाई चाहिँ भन्यो होइन त चाहिँ यसो गर्ने मान्छे होइन गाइज हामी चाहिँ मुक्तिनाथ मन्दिर पुग्दैछौँ 108 धारा है जानुपर्छ कि फेरि देखिन चाहिँ राम्रो दिन देखिरह सफा पानी हो यता चाहिँ सरस्वती माता आठ धारा छ है नेपालको झन्डाहरू है यस्तो सजेर एउटा धारामा भनेपछि एउटा धारामा एउटा झन्डा है एउटा धारामा एउटा झन्डा कहाँ गरे चाहिँ हाम्रो हनुमानजी हुनुहुन्छ होइन जुन चाहिँ अब हाम्रो राम भगवान र सीता भगवानको चाहिँ अगाडि प्रार्थना गर्दै हुनुहुन्छ है हेर्नु सक्नुहुन्छ कस्तो राम्रो दृश्य छ है यो एकदमै राम्रो दृश्य भनेको तपाईँहरूको अनि उहाँ विष्णु भगवान है यता बैकुण्ठमा बसेर पाहाड उता चाहिँ कृष्णको सतीश्वरी नाच्ने हेर्नुहोस् है यो चाहिँ हाम्रो चाहिँ अब भनेपछि पशुपतिनाथको शिवलिङ्ग है उहाँ चाहिँ अब पशुपतिनाथमै राख्ने गरेको छ यो चाहिँ अब हुनुहुन्छ हाम्रो चाहिँ अब तपाईँको गणेश भगवान है मुसकको साथमा बसिरहनु भएको एकदमै भगवानले चाहिँ पानीमा नुहाउँदै बसिरहनु भएको त्रिशूलसँगै है कस्तो राम्रो दृश्य एकदम मुक्तिनाथ मन्दिरबाट बिदाइ लाग्दै है अर्को बाटोतिर जाँदै घरतिर सायद घरतिर नै होला